हेलो गुड मर्निङ भन्ने बेला त गइसक्यो। गुड नाइट भन्ने बेला आइसक्यो। तपाईँहरूले माघे सङ्क्रान्ति कसरी मनाउनु भयो? हामीले चाहिँ यहाँनिर सेकुवा बनाउँदैछौँ। हेर्नुहुन्छ गाइजहरू, हामीले सेकुवा बनाएको। अब हामी माघे सङ्क्रान्तिको दिन सेकुवा खान लागेको छौँ। ल गाइजहरू हेर्नुहोस् है, अघि नै बिहानै हामीले पिँडालु तरुल केहरू खाइसक्यौँ। त्यो मैले खिच्नै बिर्सेँ क्या, आज खिच्नै बिर्सेछु। अब अहिले चाहिँ म सेकुवा बनाएको चाहिँ देखाउनुलाई सम्झेर आएँ। साथीहरू हेरिदिनुहोस् ल, सबैजना हामी यसरी रमाइलो गर्दैछौँ। हेलो, यसरी हामी रमाइलोसँग माघे सङ्क्रान्ति मनाउन आँटिरहेको छौँ। साथीहरू म देखाउँछु, हामी बाहिर आगोमा अलिअलि चिसो चिसो भइरहेछ, अलि जाडो जाडो छ। हेर्नुहोस् ल, यहाँ यसरी हामी हेलो भनिदिनुहोस्, यता हेरिदिनुहोस्। के साह्रो हेरिदिनुहुन्न त हौ। हेलो हेलो गाइस, हामी तल त्यो उयोमा छ कि आलु राखेको ठाउँमा, छ रे। सेकुवा बनाउँदैछौँ साथीहरू। हामी सेकुवा बनाएर अहिले हामी बाँडीचुँडी खान्छौँ। हेर्नुहोस् न साथीहरू, तपाईँहरू कसरी बनाउनुहुन्छ? हामी त यसरी बनाउँछौँ। सेकुवा बनाउने केमा, ताईमा यसरी आगो हुरुर बालेर, आफै बलेको आगो, हामीले बालेको होइन, आफै बलेको आगो हुरुर बालेर सेकुवा खाने। माघे सङ्क्रान्तिमा केसँग खाने? हामी जाँडसँग खाने कि केसँग खाने? ल मेरो छोरा खोज्न यसो प्लास्टिकतिर यसो छामेर पनि थाहा हुन्छ त। त्यहाँ ग्यासको वरिपरि हेर्न, मेरो छोरा पनि आउनुभयो। टिकटक लाइफमा त हामी सबैजना बिजी म्यान भएको छौँ अहिले, बिजी वुमेनहरू भएको छौँ। कोही टिकटक लाइभमा, कोही टिकटक लाइभ खोल्नु भन्दै हुनुहुन्छ, कोही म यहाँ युट्युबको लागि भिडियो तयार बनाउँदैछु। साथीहरू हाम्रोतिर यस्तो अँध्यारो भएको छ। साथीहरू कस्तो मजा, हाम्रो चाहिँ राम्रो चुलो थियो कि साथीहरू, अहिले यहाँनिर किचन जस्तो घर बनाउनु लाग्नु भएको छ। अनि त्यही भएर के भन्छ, यहाँनिर चुलो यस्तो छ हाम्रो अहिले। ल हेर्नु, हाम्रो सेकुवा यस्तो हुँदैछ। यो सेकुवालाई अलि यस्तो यस्तो फरक फरक गर्नुपर्ने होइन र? दाउरा धेरै भएको अवस्थाहरू साथी हो। फर्स्टचोटि हो, आगोलाई टेक्नु हुँदैन ल। आगो भनेको भगवान् हो, मैले अघि पनि भने होइन, ढोग्नुपर्छ। किन खुट्टाले हान्नु, अन्जानमा लाग्नु भनेको फाल्तै कुरा हो। ल उता पनि वेलकम भइसक्यो साथी हो। ल फेरि म अहिले एकछिनमा देखाउँछु हस् तपाईँहरूलाई, हाम्रो सेकुवा पाकिसकेपछि देखाउँछु। साथीहरू हाम्रो सेकुवा हेर्नुहोस् त, यसरी पाक्दैछ। तपाईँहरू कसरी पकाउनुहुन्छ? खै त यहाँ देखाउने मान्छे पनि छैनन्, केही पनि छैनन्, भिडियो पनि बनाउनु मन लाग्यो। पल्टाउनु पनि पर्यो। धुवाले देख्नुभएको छ कि छैन, छर्ने चाहिँ, तर अब हाम्रो सेकुवा भइसक्यो है साथीहरू। यो चिल्लोले नै सबै उयो आगो बलिरहेछ। अनि हाम्रो मम्मी चाहिँ सेफ हो, सबै कुरा मजाले पकाइदिनुहुन्छ। सेफ हो, सेफ, धुवाले देखेको छैन। हुँदैछ साथीहरू।
माघे सङ्क्रान्ति आजदेखि टाटा बाई बाई गरेको हामीले साथीहरू। गाइस हाम्रो चाहिँ सेकुवा पाकिसकेको छ, साँझ पनि भइसकेको छ। चिसोसँग कोक यहाँ हाम्रो बुवा थम्सअप दिँदै हुनुहुन्छ। हामी यहाँ यसरी वरिपरि बसेको छौँ, अब खान्छौँ। ल हेलो गाइज, अघि चाहिँ हामीले सेकुवा खाइसक्यौँ है, अनि फेरि अहिले चाहिँ हामी करेन्ट र कोक खान गइरहेको छौँ। म देखाउँछु के, म बसेकै ठाउँमा देखाउँछु। म बसेकै ठाउँमा देखाउँछु कति साह्रो हौ। ल यहाँ दुईजना कति चलेको फेरि यिनीहरू फेरि करेन्ट खानु स्टार्ट, धमाधम कोक र करेन्टको कम्बिनेसन गरेर खानुलाई तम तयार। अब अघि सेकुवा खाएर नपुगेर फेरि करेन्ट कोक धमाधम बजाउँदैछन् यतातिर। कति यता र उता गरेको हौ, अनुहार हेर न। ल बाई बाई, बाई भनिदिए त माने त। बाई बाई भन। बाई। ल बाई गाइज, अब आजको भ्लग मिनी भ्लग भनौँ न यहीँ सकियो। हाम्रो मम्मी पनि हिँडिरहेको छ यहाँनिर। लु बाई भन्नु मम्मी। बाई बाई। ल औषधि खाँदै हुन्छ हाम्रो मम्मी चाहिँ, करेन्ट होइन औषधि खाँदै हुन्छ जाडोमा। ल बाई भन्नु एकचोटि। बाई। ल अब चाहिँ साँच्ची राखेको, बाई बाई राखेको अरे, बन्द गरेको।